बेबी सार्क बेबी सार्क बुसु बुसु गर्ने रे पानीमा माछा ऊ त्यो पिट्न जान्छ ऊ पुक्कुले त यति पिट्छ दिनभरिमा यति पिट्छ बाबुलाई यति पिट्छ त्यसले हेर्दाखेरि सानी छ तर साह्रै पिट्छ यसको पिटाइ खान्छ धेरै यो बाबुले के गर्नु यिनीहरूलाई हेर्न यति गाह्रो छ नि के गरेको छन् मोजा पनि लगाउन नमानेर बल्ल बल्ल फकाएर लगाइदियो एकछिन लगाउँछ फेरि फुक्कालिहाल्छ लगाउनै मान्दैन हौ हाम्रो यो दुईवटा बच्चाले त मोजा किन होला यस्तो है यस्तो चिसो छ खुट्टा त पुरा हिउँ जस्तो त्यही गएर अड्किन्छ ऊ अनि तिमी त्यहाँ गएको चाहिँ किन छानु माथि आऊ माथि आऊ राजा माथि आऊ ल आऊ बिस्तार आऊ माथि आऊ बिस्तार आऊ माथि आऊ छाना माथि आऊ हो यस गुड गुड आफै जान सक्नेले आफै झर्न पनि सक्नुपर्छ के ल नगर न ए फेरि झगडा पनि गरिसके आज मोजा तान्दियो भनेर रिसाको छानु यता हेर किन रिसाइछौ के गर्यो नानुको मोजा तान्यो खै मामु मिलाइदिन्छु देऊ मामु मिलाइदिन्छु किन रुनु पर्यो त नि मामु मिलाइदिन्छु नि छानु ल ल अब फेरि तिम्रो पनि तानेको यता हेर छानु यता हेर हुन्न मोजा फुकाल्नु हुन्न यिनीहरूले मोजै लाउन मान्दैन हो किन होला यस्तो ल ऊ पालै पिलो फुकाल्छौ ताता फुकाल्देऊ भन्छ मोजा अनि उसको मोजा ऊ तानेको हेर्नु न त्यहाँ ल मोजा तानेको बच्चाले लडेको मोजा फुकालेर पालै पिलो मोजै लाउन मान्दैन यस्तो चिसो छ ल हेर्नु फुकालेको खुसी भएको अब अर्को पनि फुकाल्छौ मामु पछि गर्ने ल पालै पिलो मोजा फुकाले यिनीहरूले एउटाको मोजा फुकाल्दै सक्ने मैले भर्खरै लगाइदिएको यो मोजा भर्खर लगाइदिएको कति फकाएर ल ल त्यस्तो कल्लीमा अड्काएर लगाइदिएको पनि तान्दैछ बेसरी अब उसको फुकालेपछि उसको दिन्छ उसको फुकाल्देऊ भन्छ ल फुकाले उसको पनि खोल्ने मोजा उसको अब उसको खोलिदेऊ भनेर खुट्टा दिन्छौ लौ 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 मोजा खोलेको हाम्रा बच्चाले मोजा खोलेको किन लाउन नमानेको होला यस्तो चिसो भएको छ ल कन्नी कन्नी मोजा तानी तानी फुकाल्न सक्छ कि सक्दैन बाबुले त तान्न बाबुले त फुकाउन सक्ला जस्तो छैन अड्काइदिएको थिएँ मैले त्यो कल्लीमा अड्काएर लगाइदिएको थिएँ खोल्दैछ यिनीहरू यस्तो मोजा खोल्नु पर्यो भने त साह्रै मिल्छन् फेरि ऊ तानेको बल लगाएको तान्दैछ सक्छ कि सक्दैन फुकाउनु उसको कल्ली अलि त्यो मोटो खालको अप्ठ्यारो खालको छ त्यही भएर त्यो तान्न सकेन यस 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 पछाडि न बेर छैन फेरि मोजा मोजा अक्को पनि फुकाल अरे मोजा फुकाल्न त यति मिल्छ नि मिलिजुली किन होला यो बच्चाहरूले मोजै लाउन नमानेको है केही ठाउँमा राख्नु दिँदैन टक्क मिलाएर राखे एकैछिनमा निकालेर सबै छर्ने काम गर्छ यिनीहरूले त ल निकालेरै छोड्यो मोजा निकालेपछि कम त खुसी हुन्छ फेरि मोजा निकाल्न सकेपछि त साह्रै खुसी हुन्छ यिनीहरू दुइटा तान्दैछ तान्दा तान्दा उता पुऱ्याइसक्यो मोजा फुकाल्नु लौ 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 अलिकति बाँकी छ ल बल लगाएको फेरि त्यो मुखको दाल ल्याएर छरेको छ टिप्दै खाँदै गर्छ ल फुकाले अब खुसी मोजा फुकालेर अब उसले त जे पनि झ्यालबाट फ्यालिदिन्छ यसको काम चाहिँ त्यहाँ केही राख्नु हुँदैन फ्याल्ने अब त्यहाँ माथि चढ्न थाल्छौँ झवालबाट यिनीहरूलाई हेर्न त कहाँ एकछिन आँखा झिमिकै गर्न नमिल्ने
माथि खुट्टा तन्काएर राख्छ होला अब माथि राख्छ खुट्टा तन्काएर किचनमा पनि त्यस्तै गर्छ त्यही भएर किचनमा एक्लै छोड्न डर लाग्छ मलाई यहाँ त बाल्कनी छ अगाडि माथि किचनमा त छैन त्यही भएर डर लाग्छ मलाई किचनमा पनि त्यो टेबल त्यो बस्ने टुलहरू अगाडि राखेर चढेर हेर्छ छानु यता हेर छानु हाच्याप छ नजाऊ त्यहाँ किन जान्ने भएर गएको तिमी ल यता हेर त के यता हेर छानु तिमी नगर्ने स्कुल जान्छौ पुकु यहाँ आऊ पुकु यता आऊ नगर्ने स्कुल जान्छौ जाने कि नजाने बाबु तिमी गर्न जाने कि नजाने